इन्च टेपबाट पनि यसको तौल चाहिँ हामीले चाहिँ अनुमानित सरदर तौल चाहिँ निकाल्न सक्छौँ। 30 × 30 × 29 गराएर चाहिँ 660ले भाग गरेपछि यसको चाहिँ जिउडो मासुको तौल चाहिँ आउँछ केजीमा। सम्पूर्णमा नमस्कार गर्न चाहन्छु। म चुडामणि घरते मकर, घर चाहिँ माडी गाउँपालिका 5 कोटधारा एनाबाङ रोल्पा। यहाँ पक्कै पनि आरामै सन्चै हुनुहुन्छ होला। म चाहिँ आज यो खसी बोकाको यो जिउडो तौल चाहिँ हामीले चाहिँ इन्च टिपले नापेर कसरी चाहिँ यो यसको तौल थाहा पाउन सकिन्छ भन्ने चाहिँ आज चाहिँ प्र्याक्टिकल। यसको चाहिँ जिउडो मासुको तौल निकाल्नलाई यदि हामीसँग चाहिँ तौल्ने मेसिन छैन भने हामीले चाहिँ इन्च टेपबाट पनि यसको तौल चाहिँ हामीले चाहिँ अनुमानित सरदर तौल चाहिँ निकाल्न सक्छौँ। त्यसको लागि एउटा सूत्र छ, यो खसी बोकाको तौल गोलाइ इन्टु यसको चाहिँ लम्बाइ भागा 660 गराइ र हामीले चाहिँ यसको लम्बाइ ल्याउँदाखेरि चाहिँ यसको अगाडिको चाहिँ यो सोल्जर बोन भन्छ, अगाडिको तिखो बोनदेखि पछाडिको यो टेल बोन भन्छ, यो पछाडिको टेल बोनको चाहिँ ल्याउँदाखेरि यसको चाहिँ 29 इन्च छ। यसको चाहिँ इन्चमा नाप्नुपर्छ, अनि सेन्टिमिटरमा नाप्यो भने चाहिँ मिल्दैन। त्यसै गरी यसको चाहिँ गोलाइ यो छातीको भाग चाहिँ हामीले टाइट गरेर चाहिँ ल्याउनुपर्छ। यो चाहिँ 30 इन्च छ, यो चाहिँ टाइट गरेर हामीले चाहिँ ल्याउनुपर्छ। 30 इन्च छ। अनि त्यसै गरी को चाहिँ सूत्रमा राख्दाखेरि 30 × 30 × 29 गराएर चाहिँ 660ले भाग गरेपछि यसको चाहिँ जिउडो मासुको तौल चाहिँ आउँछ केजीमा। यसलाई चाहिँ हामीले चाहिँ डिजिटल मेसिनमा चाहिँ लगेर चाहिँ तौल्छौँ है। इन्च टेपले चाहिँ नापिसकेका छौँ। यसको चाहिँ कतिको मेल खाँदो रहेछ यो चाहिँ टेपबाट र यसको चाहिँ वेट गर्दाखेरि चाहिँ कतिको निस्किँदो रहेछ है। यसको चाहिँ तौल हेरौँ। यसको चाहिँ 39 38 देखाएको छ। यसको चाहिँ अब ठ्याक्कै अब हामीले राम्रोसँग नाप्न अलि टाइटसँग नाप्यो भने चाहिँ मिल्छ, तर पनि अब 1-2 किलो चाहिँ तौल घटी बढी हुनसक्छ। यसरी चाहिँ हामीले चाहिँ यसको अब वेटिङ मेसिनमा भएको खण्डमा हामीले चाहिँ यो इन्च टेप प्रयोग गरेर हामीले यसलाई चाहिँ इन्चमा नाप्नु पर्यो। सेन्टिमिटरमा नाप्दाखेरि चाहिँ यसको चाहिँ तौल चाहिँ मिल्न सक्दैन। त्यसै गरी तपाईँहरूले चाहिँ यो दसैँ तिहारको माहौल यो समयमा खसी बोकाएर चाहिँ किनबेच गर्ने भएको हुँदा यसको चाहिँ अब तपाईँहरूले चाहिँ अब चाहिँ विचार गर्नु होला कतिको चाहिँ यसले मेल खाँदो रहेछ भन्न चाहन्छु। हस् त, धन्यवाद।